स्टोरी अनुसारको उहाँहरूले एकदम राम्रो अभिनय गर्नुभएको थियो। सिमरनले पनि एकदम राम्रो गरेको थियो। साथै अहिले दिव्याले पनि अझै राम्रो गरेको छ। एन्ड दुईजनासँगै काम गर्न एकदम रमाइलो भयो मलाई चाहिँ, किनकि एकदम ट्यालेन्टेड हुन्छ दुईजना, ब्युटिफुल पनि हुन्छ। अनि त्यही हो, मलाई चाहिँ रमाइलो। एउटा त्यस्तो कुनै चिज हुन्छ कि जुन चिज चाहिँ तपाईँलाई बढी मन परिरहेछ क्या दिव्या रायमाझीको? सबै कुरा मनपर्छ, सबै कुरा। अब मैले त्यस्तो एउटा मात्रै होइन कि, सबै कुराहरू मनपर्छ। एक्टिङको कुरा गरे? एक्टिङ पनि राम्रो गर्छ, अभिनय पनि राम्रो गरिरहेको छ। भनौँ न, मभन्दा त अलि सिनियर आर्टिस्ट हुन्छ, मभन्दा धेरै काम गर्नुभएको छ, मभन्दा धेरै फिल्म गर्नुभएको छ। एन्ड उहाँको भनौँ न एक्टिङको लागि मैले केही भन्न मिल्दैन, बट एकदम आउटस्ट्यान्डिङ छ उहाँको। भनौँ न यो मुभीबाट झन् उहाँलाई अझै बुस्टअप भयो जस्तो लाग्छ मलाई चाहिँ, किनकि यो बेहुली भनेर उहाँ नै एकदम सेन्ट्रिक हुन्छ, एकदम बेहुलीकै भनौँ फिमेलकै एउटा कुनै क्यारेक्टर बुस्टअप भइरहेको छ। त्यसैले भनौँ न यो मुभीले चाहिँ उहाँलाई एकदम प्लस हुन लाग्छ, प्लस उहाँले न्याय पनि दिनुभएको छ यो रोललाई जस्तो लाग्छ मलाई चाहिँ है। त्यसैले एकदमै आउटस्ट्यान्डिङ छ दुईजनाकै पर्फर्मेन्स। भनौँ न होस्टेलमा पनि रमाइलो भयो, साथै अहिले बेहुलीमा पनि एकदम रमाइलो।